अहिले चाहिँ हामी यहाँ बाबा आमा लिएर यहाँ बिचतिर जाँदैछौँ होइन, समुद्रतिर जाँदैछौँ। अहिले हामी चाहिँ बाबा आमा लिएर रुबी र म चाहिँ बिचतिर जाँदैछौँ समुद्र देखाउनु लागि चाहिँ है। यो समय चाहिँ अहिले बिहानी पख 9:30 भएको छ, 9:30 AM। अनि यतिखेर चाहिँ मान्छेहरू पनि कोही देख्नु हुँदैन किनकि बिहानै छ अनि सिमसिम पानी परेको अवस्था भएको छ अहिले। अब ओत लाउनु पर्ला जस्तो छ, पानी पो पर्ला जस्तो छ। यहाँ चाहिँ अब यो समर भएर चाहिँ पुरै यहाँ हामी पुरै पानीले पुरै भरिन्थ्यो होइन, सबै यहाँ सुकेको छ। देख्न सक्नुहुन्छ हामी बस्ने ठाउँ चाहिँ फोक्सन यहाँ पुरै पानीले भरा हुन्छ। तर आज हामी देख्दैछौँ पुरै यहाँ पुरै है के छ एउटा यहाँ परस माथिसम्म पानी भरिन्छ क्या, यहाँसम्म आउँछ पानी। तर चाहिँ समरमा चाहिँ एकदम सुकेको। आज हामी बाबा आमाले चाहिँ यहाँ बिच समुद्र अब देखाउनेछौँ होइन, उहाँको रियाक्सनहरू पनि आज हामी हेर्नेछौँ होइन। अनि उहाँहरूको पहिलो यात्रा युकेमा, यहाँ आज पहिलो दिन हाम्रै टाउनतिर चाहिँ घुमाउँदैछौँ। अनि पछि बिस्तारै हामी अरू युके घुमाउनेछौँ। यो चाहिँ यहाँ सिगल हेर्नुहोस्, यो सिगल अहिले चाहिँ सनी सेन्ड बिचमा हामी आएको छौँ यो चाहिँ होइन। अनि अब हामी बिचमा देखाउनेछौँ। तपाईँलाई समुद्र कस्तो लाग्यो मम्मी? कति राम्रो, म त पहिल्यै देखेको थिएन, पहिलाचोटि हो। फर्स्टचोटि हो? फर्स्टचोटि यस्तो। अब त्यहाँ गएर पानी छुनु न, पानी यस्तो राम्रो ठाउँमा म त आउँछु। जुत्ता उयोहरू गरेर यसरी यिनीहरू केही छैन। अब अहिले टटकालमा छ जुत्ता बेच्नु। बाबाले त समुद्र देखिसकेको हो नि त है अबुधाबीमा पहिला देखेको छ। मम्मीले त फर्स्ट टाइम। बाबाको चाहिँ यो पनि युकेको चाहिँ युकेको समुद्र चाहिँ फर्स्ट टाइम। पुरै यो चाहिँ अहिले यो चाहिँ समरको बेला तपाईँको अलिक पछि 12 बजीतिर यो पानी चाहिँ तपाईँको यहाँसम्म आउँछ पानी होइन, पानी यहाँसम्म आउँछ। अहिले चाहिँ यो समर भएर चाहिँ अब विन्टरमा त तपाईँको पानी पुरै भरिन्छ, त्यहाँसम्म भरिन्छ। तर अहिले चाहिँ समर भएर चाहिँ पुरै यहाँ मान्छेहरू एकदम आज चाहिँ विकेन्ड होइन, आज चाहिँ अनि वेडनेसडे चाहिँ सबैको स्कुल लाग्ने भएको कारणले गर्दाखेरि आर्यन पनि स्कुलमा छ होइन। आर्यनलाई नि अझ आर्यनलाई ल्याउनु पाएनौँ अहिले चाहिँ स्कुलको कारणले। अनि अहिले स्कुलमा चाहिँ गएको छ आर्यन चाहिँ, त्यही भएर सन्डे स्याटरडे चाहिँ अब हामी आउनु चाहिँ फेरि पनि अर्कोचोटि। आज एकदम मान्छे देख्न सक्नुहुन्छ त अहिले त्यो दिन चाहिँ है विकेन्डमा चाहिँ। आज चाहिँ विकेन्ड छैन र अनि त्यही भएर विकेन्ड नभएको कारणले गर्दा चाहिँ मान्छेहरू त देख्न सक्नुहुन्छ। आज हामी बिहान पनि आएको छौँ, आज हामी 9:30 AM आएको छौँ। त्यही भएर मान्छेहरू पनि कोही छैन। तर यति नै राम्रो मान्छे नभएको हामीले मजाले रमाइलो परिवार मात्रै छौँ, एकदम रमाइलो भइरहेछ है। अब हामी यहाँ पर हामी जानेछौँ फोक्सन उसमा जानेछौँ। आज हामी चाहिँ विकेन्डमा आएको छैनौँ, त्यही भएर मान्छे कोही छैन। बच्चाहरू यति धेरै आउँछ भरे हुन्छ नि यहाँ पानी खेल्न क्या गर्मीमा क्या। यहाँ फिस एन्ड चिप्स आउँछ यहाँको मेन भनेको बाबा होइन, फिस एन्ड चिप्स हो क्या। यहाँ चाहिँ होटल चाहिँ हाम्रो 5 स्टार होटल। अब हामी अर्को बिच जाँदैछौँ। अघि त्यहाँ हामी यताको बिच गएको थियौँ होइन। अब बाबा आमालाई हामीले यताको यो एरियाको यो विकेन्डमा आयौँ भने चाहिँ एकदम मान्छे हुन्छ। आज तर समर भए पनि युकेको मौसम चाहिँ यस्तै हो, समर हो तर युकेको मौसम चाहिँ यो जाडो महिना जस्तै भइरहेको छ, देख्नुहुन्छ ढुम्म है। ढकले जस्तो गरेर खिचाउनु पर्छ नि मम्मीलाई हैन तँ बोल्छ नि। यो चाहिँ अब हामी फेरि अर्को बिचतिर आएको छौँ, हावा बिच। यो चाहिँ पहिला यहाँ पुरानो रेल लिक थियो होइन, यो चाहिँ अनि फेरि पनि यहाँ चाहिँ भत्केको कारणले फेरि बनाएर चाहिँ हुन्छ नि यसो टुरिज्मको लागि यहाँ बनाएको छ होइन। सबै देख्न सक्नुहुन्छ। यो चाहिँ अब विकेन्डमा चाहिँ एकदम मान्छेहरू यहाँ पबहरू धेरै छ, यहाँ रमाइलो गर्न आउँछ, देख्न सक्नुहुन्छ। स्टोरीहरू पढ्नु सक्नुहुन्छ होइन, स्टोरीहरू के थियो पहिला यहाँको चाहिँ पहिला यस्तो थियो क्या, बुझ्नु ब्रिज यस्तो थियो बनाएको। अघि हामी ब्रिज आएर हामी यस्तोहरू थियो पहिला होइन, ढुङ्गाहरू पहिला यस्तो थियो अरे होइन, बनाउँदै यस्तो बनायो होइन। पहिला यस्तो थियो
कस्तो राम्रो रहेछ है अनि अहिले चाहिँ यस्तो बनाएको छ क्या देख्न सक्नुहुन्छ तपाईँले पहिला आएको बनाउँदै गरेको यो होइन यहाँ भत्केको थियो पहिला अनि यस्तो थियो अरे क्या पहिला यसरी ट्रेनहरू छ नि यो यस्तो एरिया थियो अरे यो एरिया चाहिँ क्या यो चाहिँ बनायो क्या टुरिज्मको लागि सबैले यसो यसमा सबै हिस्टोरी क्या यस्तो छ क्या यो पनि पानी मुनि पनि पानी गुलो त आएको फाँडले अडिया छ क्या जम्मै यो त्यो त पृथ्वी त गोलो छ नि त यो त त्यो गोलो जाडो पो हुँदो रहेछ है अडिने क्या सबै तान्ने क्या आइयो कहिले नआएको ठाउँमा नानीहरू थिएर पो यसरी आइयो बाबु नानीहरूले यसरी हामीलाई खुसी दिए यसरी त कहिल्यै के अरे 55 वर्षमा आएर यसरी देखेर कति वर्ष पुग्नु भयो तपाईँ अनि म त कति 52 वर्ष भयो कि 55 भएँ थाहै 52 वर्ष भयो 52 पुग्नु भयो 52 वर्ष मैले आएर यसरी घुम्न ठिकै छ नि त अब अस्ट्रेलिया जाने हो फेरि भाइ पनि अस्ट्रेलिया यो के आउनु भयो अब हाम्रो व्हाइट हाउस यो टावर हाउस थियो होइन पहिला लाइटहरू गर्ने होइन जमानामा अनि त्यही हो कस्तो लाग्यो तपाईँलाई यो आजको यो बिच समुद्र कस्तो लाग्यो तपाईँलाई राम्रो छ है धेरै हावा आउँदो रहेछ धेरै हावा आउँदो रहेछ। जाडो पनि यतातिर चाहिँ यहीँ बस्ने समरमा पनि जाडो है नहुने रहेछ बाबुहरूले जाडो नहुने हामीलाई त धेरै जाडो भयो तपाईँलाई चाहिँ कस्तो लाग्यो यहाँको यो समुद्र यहाँको चाहिँ यहाँको समुद्र मलाई कस्तो लाग्यो भने एकदम कञ्चन सफा राम्रो त्यस्तै हावा चिसो हावा चलिरहेको छ जाडो भएको छ कुहिरो मोडल भएको छ पानी पनि परिरहेको छ कति सफा पुरै ठन्डा छ एकदम अहिलेको लगभग यहाँको चिसो तापक्रम चाहिँ 20 डिग्री छ अहिले त्यो पनि जाडो छ है त्यहाँदेखि जाडो छ यहाँ मैले यहाँ पातलो लुगा लगाएर आएको छु जाडो भएर परिरहेछ जस्तो लागेको छ फोक्सन भनेर है फोक्सन भन्छ यसलाई हामी बस्ने ठाउँलाई त ल हाम्रो बस्ने ठाउँ चाहिँ एकदम रमाइलो छ हामी चाहिँ समुद्र नजिक छौँ धेरै रमाइलो रहेछ यहाँ चाहिँ नेपालीहरूको कल्चरहरू छ समुद्रको पानी छ धेरै यो चाहिँ होटल टाइपको रेलको होटल क्या भित्र चढेर खाने यता भित्र मान्छे सुत्दैन होटल हो क्या रेलमा होटल बनायो क्या ड्याडीले चाहिँ मम्मीको फोटो खिच्दै हुनुहुन्छ यहाँ चाहिँ तपाईँ देख्नुहुन्छ यहाँ चाहिँ हुन्छ नि मानिसहरू यहाँ चाहिँ विकेन्डमा चाहिँ यस्तो पुरै भरा हुन्छ यहाँ चाहिँ है भरा हुन्छ पुरै यो टेबलहरू पुरै फुल हुन्छ अनि बियरहरू खाँदै चिल आउट गर्छ क्या विकेन्डमा चाहिँ यहाँ फुटबलहरू म्याचहरू हेर्छ होइन त्यही हो